व्हाट यु वान्ना डु इज चेज मोमेन्टम क्या। यो चाहिँ फुटबलमा पनि यस्तै हो है, मतलब स्ट्राइकरहरू हुन्छ होइन, उनीहरूले गोल नहुने सट्सहरू पनि हान्छ क्या। उनीहरूलाई थाहा हुन्छ कि प्रोबेब्ली यो बल नेटभित्र जाँदैन, त्यही पनि उनीहरूले हान्छ क्या। किन भन्दाखेरि मोमेन्टम बिल्डअप गर्नको लागि क्या। तिम्रो सानसानो एफोर्टले तिम्रो चान्सेसहरू बिल्डअप गर्नको लागि, चान्सेसहरू ल्याउन, जति तिमीले हान्यो, जति तिमीले अलिकति नजिक पुग्यो होइन त्यो गोल पोस्टमा, त्यति नै तिम्रो चान्सेस धेरै हुन्छ क्या त्यो गोल हुनको लागि। र त्यसको बाई प्रोडक्ट होइन, त्यो गोल नै नभए पनि के हुन्छ भन्दाफेरि तिम्रो टिममेटदेखि लिएर सबैको माइन्डसेटहरू चेन्ज हुन्छ होइन। यो माइन्ड गेम हो क्या। आफ्नो लाइफमा पनि हामी यस्तै गर्नुपर्छ जस्तो लाग्छ क्या। जुनै सानसानो कुरा पनि म्याटर गर्छ, सानसानो कुरामा आफू मोमेन्टम हासिल गर्ने क्या। यदि तिमी केही कुराहरू हासिल गर्न लागिरहेछौ, यदि तिमी आफ्नो ब्याड ह्याबिटहरू क्विट गर्न खोजिरहेछौ भने होइन, एकैचोटि धेरै ठुलो चेन्जेस नल्याइकन सानसानो चेन्जेसले त्यो मोमेन्टम बिल्डअप गर्ने क्या। अनि जब त्यो भनौँ न राउन्ड अब्जेक्ट, जब त्यो पत्थर ढुङ्गा जब त्यो झर्न थाल्छ, रोल गर्न थाल्छ नि, तब चाहिँ मोमेन्टम हुन्छ क्या। तब चाहिँ तिमी फ्लो स्टेटमा जान्छौ क्या। धेरै ठुलो हुनु परेन क्या। धेरै ठ्याक्कै आफूले सोचेको जस्तै म यस्तो गर्छु भनेर त्यही ठ्याक्कै आफूले सोचेको जस्तो एक्ज्याक्टली हुनु भएन, तर जे होस् सानो भए नि एफोर्ट हुनुपऱ्यो, सानसानो एफोर्टले गरेर त्यो मोमेन्टम हासिल गर्नुपऱ्यो क्या। अनि सानसानो कुराहरूले गरेर त्यो मोमेन्टम हासिल गरेर लास्टमा गएर सक्सेस पाउने हो क्या। त्यस्तै त्यो गोल जति नै गोल नभए पनि पोस्टको हल्का साइडबाट गए पनि, या पोलमा ठोकेर बल गए पनि, या कर्नर मिले पनि, जे भए पनि त्यसले चेन्जेस ल्याउँछ नि क्या। त्यसले मोमेन्टम हासिल गर्छ अनि त्यसले गरेर अभियसली त्यसले गोल हुनेको प्रोबेबिलिटी पनि बढाउँछ क्या। त्यही भएर हामीले चाहिँ मोमेन्टम चेज गर्नु चाहिँ एकदम जरुरी नै छ जस्तो लाग्छ क्या।